मर्निङ सबैलाई। आज हामी सबै गौशाला गइरहेको चाहिँ दाइ हुनुहुन्छ है, बिएस सन्दीप ट्रेडर्सको। अनि ऊ चाहिँ साथी छ पुष्कर जोशी, उसलाई त चिन्नुहुन्छ होला होइन, ब्लगर। अनि उता डिबी कलेक्सन है, मोतीचोकको भाइरल पसलवाला। म चाहिँ आशिष कलेक्सन। आज हामी सबैजना मिलेर गौशाला गइरहेछौँ अलिकति समाजसेवा गर्न, कति व्यापार मात्र गर्ने। आज हामीले सबैजनाले मिलेर भनेको अलिकति समाजसेवा पनि गरौँ, बाँकी कुरा हामी बाटोमै गर्दै गरौँला। हस् भाइ। पछाडि सबैजना आइरहेछौँ भाइ, हामी टिमहरू। यो चाहिँ हाम्रो टिम वडा नम्बर 1, यो चाहिँ हामी सबै निस्केर आज गौशाला गइरहेछौँ। उहाँ चाहिँ डिबी कलेक्सनको अनर है, मोतीचुकको एकदमै भाइरल पसल है। सबैजना भिजिट गर्नुलाई यता हामी चाहिँ यता गौशालाको लागि सामानहरू किन्न रोकेको। हाम्रो दाइ चाहिँ किन्दैछौँ हामी, अनि चारा प्लस गुड किन्दैछौँ अहिले। त्यसपछि गएर गौशालामा गएर गाईहरूलाई आफै हातले खुवाउनेछौँ। सबै साह्रै बाइकमा लोड भइसक्यो है। यस्तै समाजसेवा सबैले गर्नुपर्छ अघिल्लो दिनमा गएर। हामी युथहरूले नै गर्नुपर्छ अब देशलाई विकास है। यता हामी सारा लोड गरेर अब चाहिँ गौशालातिर हिँड्दै लागेर अलि यता पनि छ। हाम्रो उता बिएस सन्दीप ट्रेडर्स सेतुपुरमा रहेको छ है, पुगिसकेको छ। सबै अगाडि गइसक्यो, हामी झन् पछाडि लाइसेन्स गए त्रिपल रोडमा हिँड्ने तपाईँ। गाइस फाइनल्ली है हामीहरू गौशाला पुग्दै लागे। अब अलिकति दुईटा टिम चाहिँ अगाडि पुगिसकेको छन्, हामी चाहिँ अलि लेट भयो, केही छैन। यो भाइरल पुल गौशाला पुग्ने। एन्ड दिस इज गौशाला। ल फाइनली है हामी चाहिँ गौशाला पुगिसकेका छौँ, टेवरिया गौशाला है। सबैजना आउनु होला। खै त हाम्रो टिम नै पुगेको छैन नि त, बाइक हामी यतै राख्यौँ। यो हातमा चाहिँ मेरो चारा छ। हामी चाहिँ गौशाला पुगिसकेका छौँ, तर हाम्रो टिम चाहिँ कता पो हरायो। खै र टिम फोन गर। अनि कस्तो लाग्यो त तपाईँले? धेरै राम्रो लागिरहेको छ। सम्पूर्णमा नमस्कार। हामी पुगिसकेका छौँ देवरिया गौशालामा। यहाँ तपाईँको लगभग 100देखि 150वटा गाईहरू छन्। हाम्रो खास विकल्प के छ भन्दाखेरि अहिले चाहिँ हामीले महिनामा एकपल्ट यहाँ चारा अनि प्लस गुड चाहिँ दिने गरेका छौँ। सो हाम्रो खास कन्सेप्ट के छ भन्दाखेरि महिनामा एक दिन होइन कि हामीले दिनै पछि यहाँ गौशालामा चाहिँ चारा अनि गुड दिने हाम्रो मेन प्रोसेस हो। सो सबैहरू साथीहरूले चाहिँ सपोर्ट गरिदिनु होला। हाम्रो अहिलेको जुन टिम आएको छ 7-8जनाको, र यो 7-8जना भन्दा नि अहिले 700-800जना मिलेर होस्, यहाँ 7,800-8,000 मिलेर हो कि कसरी भए पनि यहाँ भएका जति पनि छुट्टा गाईहरू छन् नि, यसलाई सबैलाई हामीले चारा प्लस गुड खुवाउने हाम्रो मेन उद्देश्य हो। सो चाँडै सपोर्ट पनि गरिदिनु होला र हाम्रो यहाँ आएर भिजिट पनि गर्नु होला। यिनी गाईहरू चाहिँ खुल्लै छुटेर यिनीहरूलाई खान नपाएर यिनीहरूलाई गाह्रो पनि भएको छ। सो तपाईँहरू पनि आएर यहाँ सपोर्ट गरिदिनु होला। धन्यवाद।
तपाईँको शुभ नाम? मेरो नाम श्यामदीप गुप्ता। अनि आज तपाईँलाई यो गौशालामा आएर सहयोग गरेर कस्तो लागिरहेछ? मलाई लास्टै राम्रो रिल्याक्स फिल भइरहेछ। हामीले भनौँ न मैले चाहिँ के गरेको छु भन्दाखेरि आफ्नो कमाइको अबदेखि 5% गौदानमै दिने गर्ने एउटा प्रण लिएको छु। सो अब हरेक महिनामा लगभग जतिपल्ट हुनसक्छ, एकपल्ट, दुईपल्ट, 5पल्ट, 10पल्ट मैले आफ्नो कमाइको 5% यो गौदानमा चाहिँ गाईहरूलाई चाहिँ चारा ल्याएर दिने गर्ने प्रण लिएको छु। सो साथीहरू तपाईँहरू पनि जति सक्नुहुन्छ आफ्नो कमाइको 1%, 2%, 5%, 10% सबैको सो इच्छा अनुसार हो होइन। यहाँ हेर्न सक्नुहुन्छ गाईहरूलाई चारा खाना पाएर लाठी गाह्रो भइरहेको छ उहाँहरूले। सो तपाईँहरूले ल्याएर यहाँ दान गरेर चारा खुवाउन सक्नुहुन्छ। सो टाढी सपोर्ट पनि गर्नु होला गाई। उनीहरू हेर्न सक्नुहुन्छ गाईहरू यहाँ प्रशस्त मात्रामा गाईहरू छन्, उहाँहरूले चारा नपाएर लाठी दुब्लाका गाह्रो भइरहेछ उहाँहरूलाई। सो तपाईँहरूले आएर एकपल्ट सपोर्ट गरिदिनु होला गाई। धन्यवाद। फेरि आए हामी चारा सार ल्याउँदै जानुभयो, ऊ जानुभयो। तपाईँ हेर्नु सुन्नु ऊ हेर्नु चारा जान पाएको छैन, यतिसम्मको भएको छन् के। सो जेनजी युथ जो भयो नि है, आफ्नो सेभिङ अलिकति कम खर्च गरेर भए पनि यहाँ आएर यसो सहयोग गरिदिनु पर्यो। हेलो सबैलाई नमस्कार। आजको कार्यक्रम हाम्रो यही सकिन्छ। सो यस्तै भिडियोहरूले हाम्रो युट्युब च्यानललाई सब्सक्राइब गर्नु होला, प्लस यस्तै काम गर्नलाई हाम्रो टिममा सामेल हुन चाहनुहुन्छ भने डिबी कलेक्सन, आशिष कलेक्सन, बीएस सन्दीप ट्रेडर्स कुनै पनि पसलमा गएर आफ्नो नाम नम्बर एड गर्नु होला। हस्, धन्यवाद।